हेलो सबैजनालाई मैले चाहिँ फेरि पनि अपेयर प्रोग्रामकै बारेमा इन्फर्मेसन लिएर आएको छु। मलाई चाहिँ एकजना बहिनीले अनि क्वेसन सोध्नु भएको थियो अनि त्यो सँगसँगै चाहिँ मैले कन्सल्टेन्सीको एउटा भिडियो पनि देखेको थिएँ अनि तपाईँहरूको लागि चाहिँ त्यही भएर चाहिँ इन्फर्मेसन लिएर आएको। यदि तपाईँहरूले पनि यस्तै कुराहरू सुन्नुभएको छ भने चाहिँ नपत्ताउनुहोस् भन्नको लागि है। अनि कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ अपेयर भिजामा आउने मान्छेले चाहिँ मिनी जब पनि गर्न मिल्छ भनेर भनिरहेको थियो कि। अनि मिनी जब भनेको चाहिँ सानो काम, जस्तै कि महिनामा 2 चोटि जति गर्ने अनि त्यसको चाहिँ कुनै ट्याक्सहरू काटिँदैन। अनि त्यसमा चाहिँ तपाईँले जस्तै 556 युरोसम्म कमाउन सक्नुहुन्छ है। अनि त्यो बाहिर काम गर्न मिल्छ भनेर भनिएको थियो अनि त्यो चाहिँ मिल्दैन है। मिनी जब चाहिँ कस्तो हुन्छ भन्दाखेरि यहाँनिर अर्बाइट्सआगेन्टुर भन्छ, उता नेपालमा चाहिँ श्रम विभाग भनौँ न, त्यस्तै हो। त्यसमा चाहिँ तपाईँले मिनी जबबाट पाएको कन्ट्र्याक्ट चाहिँ त्यहाँनिर चाहिँ गएको हुन्छ, तपाईँको रेकर्ड हुन्छ होइन। अनि त्यो चाहिँ त्यहाँनिर रेकर्ड भएको हुनाले अनि त्यो चाहिँ तपाईँको अपेयरको कन्ट्र्याक्टमा चाहिँ हुँदैन त्यो कुराहरू है। अनि अपेयरको कन्ट्र्याक्टमा चाहिँ तपाईँले कति घन्टा काम गर्नुपर्ने, तपाईँको कामहरू के हो, तपाईँले कति पकेट मनी पाउनुहुन्छ, अनि तपाईँले त्यसमा कति ल्याङ्ग्वेज को लागि पैसा पाउनुहुन्छ, सबै कुरा लेखेको हुन्छ। यदि तपाईँलाई अपेयरमा हुँदाखेरि त्योभन्दा बाहिरको काम अरायो भने या त्योभन्दा बढी घन्टा काम गर्नु पर्यो भने चाहिँ त्यो चाहिँ तपाईँले कम्प्लेन गर्नु मिल्छ, किनभने त्यो कन्ट्र्याक्ट चाहिँ लफुली बनाएको हुन्छ है। अनि त्यो अनुसार चाहिँ तपाईँले चाहिँ बाहिर काम गर्नु पाउनुहुन्न, जस्तै कि मिनी जब गर्न पाउनु हुँदैन है। अब मैले देखेको चाहिँ अब कतिको फ्यामिली चाहिँ अन्डरस्ट्यान्डिङ हुने भएर अनि तपाईँको अब फ्रेन्डली हुँदै गएपछि, कुरा सेयर हुँदै गएपछि तपाईँले अब पछि पढ्ने कुराहरू राख्नुभयो भने अनि त्यसको लागि चाहिँ मलाई फाइनेन्सियली अलिक कमाउनुपर्छ भन्ने कुराहरू राख्नु भने चाहिँ कतिको फ्यामिलीले चाहिँ अन्डरस्ट्यान्डिङ गर्नुहुन्छ। अनि त्यो फ्यामिलीलाई चाहिँ तपाईँले बच्चालाई या त्यो घरलाई थोरै समय दिनु छ भने चाहिँ तपाईँले गर्न मिल्छ भनेर उनीहरूले त्यो अलाउड गरेपछि मात्र हो। तर त्यो कुरा चाहिँ फेरि तपाईँले मिनी जब चाहिँ कन्ट्र्याक्ट लिएर हातमा कन्ट्र्याक्ट लिएर गर्नुभयो भने त्यो रेकर्ड चाहिँ फेरि अर्बाइट्सआगेन्टुरमा हुन्छ, त्यहाँको श्रम विभागमा हुन्छ। अनि त्यो चाहिँ फेरि तपाईँको अपेयर कन्ट्र्याक्ट, अपेयरमा आएको भिजाले चाहिँ त्यो चाहिँ मिल्दैन कि। भन्नुको मतलब डिरेक्टली मिल्दैन होइन। अब इन्डिरेक्टली अब त्यही घरमा बसेर या त्यही घरको कोही चिनेको, अब भन्न खोजेको चाहिँ हातमा क्यास लिएर गर्नुभयो भने छुट्टै कुरा हो, तर कन्ट्र्याक्ट लिएर गर्ने कुराहरू चाहिँ हुँदैन। भन्नु नै पर्दाखेरि प्राय फ्यामिलीले चाहिँ त्यो चाहिँ तपाईँलाई अलाउड गर्दैन, किनभने त्यो चाहिँ कन्ट्र्याक्टभन्दा बाहिरको कुरा हो है। अनि यदि कसै कन्सल्टेन्सीले तपाईँलाई त्यसो भन्छ या कुनै व्यक्तिले तपाईँलाई त्यसो भनेर इन्फर्मेसन दिएको छ भने चाहिँ त्यो इन्फर्मेसन चाहिँ फल्स हो है। तपाईँहरूले चाहिँ त्यो चाहिँ माइन्डसेट यता आउँदाखेरि चाहिँ त्यो माइन्डसेट चाहिँ बनाएर आउनुपर्छ है। पछि गएर चाहिँ के त हिस्ट्रिक्क नहोस् अरूको कुरा सुनेर। त्यही हो इन्फर्मेसन चाहिँ है। हस् त।